मॉर्निंग एवरीवन, वेलकम टू माय यूट्यूब चैनल। सो गाइज, आज हामी प्रवास नेपाली सम्पर्क विभाग मस्कटको पहिलो वनभोज कार्यक्रम एकता र मनोरञ्जनका लागि हामी सहभागी हुन जाँदैछौँ। रमाइलोको दृश्य केही क्याप्चर गरेर तपाईहरु माझ रमाइलो गर्न आज वनभोज कार्यक्रम। ओके मेरो डेल्सी अन्त सुजिदै कता यार देखिएन सुजिदै यार यसो आउनु हो सो गाइज, अहिले हामी यहाँ आइसकेको छौँ। प्रवेश गरी अब है। नमस्कार 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 नमस्कार। जय घन्टी। जय घन्टी जय नमस्कार नमस्कार। नास्ताको लाइन लाग्यो। नमस्कार। नमस्ते हजुर। आराम हुनुहुन्छ? हजुर आराम। ल जय घन्टी। जय घन्टी। भाइ ईश्वरीजी हेलो जय घन्टी। जय घन्टी। धेरै धेरै धन्यवाद। यो भिडियो सबभन्दा बढी भिडियोको मेन पात्रै तपाईँ हुनुहुन्छ त यार। राम्रो सबैले फोकस गरेको छु क्या। साह्रै मेहनत सबै आफ्नै मान्छे हो, यसो हेरेर हाल्नु। यस्तो यो भाइलाई त पुरा भोक लागेको छ। यो भाइले त दुई अब घरिघरि को आउँछ भनेर त थापिरहेको छ जय घन्टी। सबैले सबै घन्टी प्रेमी हो यो। जय घन्टी। ल सब जाऊ। नमस्कार है सम्पूर्ण साथीहरूमा। आज यो एकता र सुन्दामा भोलिसँगै प्रवास नेपाली सम्पर्क विभागको पहिलो वनभोज सबै हाम्रो घन्टी प्रेमी है। जय घन्टी। जय घन्टी जय घन्टी। नेपाली सम्पर्क विभाग ओमानले गरेको यो पहिलो वनभोज कार्यक्रममा यहाँहरूलाई हाम्रो विचार हेर्नुहोस् अनि त्यसपछि तपाईँले आफ्नो भोट दुर्घटनामा परेको देशलाई बार देख्यौँ। बार पुराना नेतृत्वलाई विश्वास गर्दा पनि आज देशमा केही नभएर तपाईँ हामी कोही रहरले पनि आएका होला, तर धेरै बाध्यताले रोजीरोटीको लागि अथवा विदेशीमा बाध्य भएका छौँ। त्यो अवस्था अब हामीले देशमा कहिले पनि देख्न नपरोस्। हामीले धेरै विश्वास गऱ्यौँ। हामी नेपालीहरू धेरै संयमित र तुरुन्तै विश्वास गरिहाल्ने मानवमा पर्छौँ। तर अब अहिले यसपालि कसैको लहैमा लागेर लागेर प्रदेशबाट जागौँ, सबैले आफ्नो घरमा झकझक्याउँ। अहिले परिवर्तनको पक्षमा मतदान गर्नु तपाईँ हामी सबैको साझा भनेको उदारवादी अर्थतन्त्र, जसलाई प्रजातन्त्र लोकतन्त्रको संरक्षण गर्दै उदारवादी अर्थतन्त्रमा राष्ट्रवादीले विश्वास होइन।
केटाहरू बस्ने जाने होइन जाने होइन जाने अब जय घन्टी जाने होइन त घन्टी जिन्दाबाद राम राम जय घन्टी पुरै घन्टी है जय घन्टी जाने होइन त जय घन्टी भोट गर्न जाने भोट गर्न ल भोट गर्ने भोट गर्न घन्टीमा राम राम जय घन्टी मजा छ केटाहरूलाई ल इन्जोय गर केटाहरू ल सर लाग्ने भाइ जय घन्टी घन्टीमा भोट हाल्नुपर्छ यो महामारी पुरा देश घन्टीमै गर्नुपर्छ है घन्टीमा भोट हाल्ने हो र 5 वर्ष घन्टीलाई चान्स दिने हो त्यसपछि भएन भने काङ्ग्रेस एमालेलाई चान्स हाल्नुपर्छ तर यो चोटि घन्टीमै गर्ने हो घन्टीलाई र हामीले देश समृद्धि नेपाल सुखी नेपाल भन्ने होइन के हामीलाई विदेशमा भएको नेपालीहरूले एकदमै मन दुखेको छ के उनी यो एकदम राइट जय घन्टी यसपालि घन्टी है यसमा पुरै घन्टी पुरा देशमै घन्टीमै गराउने घन्टी बजाउने गाइज यो भिडियो म यहीँ अन्त गर्छु सो फेरि भेटौँला नेक्स्ट भ्लगमा सो प्लिज डु लाइक शेयर सब्सक्राइब माई युट्युब च्यानल ओके बाई Yeah.